नमस्कार मित्रहरू। रवि बालेन र कुलमानको जुन किसिमको गठबन्धन भएको थियो, यो गठबन्धनले चाहिँ देशलाई गम्भीर खतरामा पुर्याउँछ जस्तो चाहिँ मलाई लागिसकेको थियो। अहिले रासोपा र उज्यालो नेपाल पार्टीबीच भएको जुन सहमति थियो, उक्त सहमतिबाट चाहिँ सम्झौताबाट चाहिँ दुवै पक्ष बाहिरिएपछि चाहिँ अहिले चाहिँ के स्पष्ट हुन्छ भने चाहिँ अहिलेका यी तीन नेताहरू चाहिँ काङ्ग्रेस, एमाले र माओवादीका तीन शीर्ष नेता जस्तै यिनीहरू पनि त्यस्तै आफ्नो कुर्सी र सत्ताको लागि जे पनि गर्न सक्छन्। आफ्नो कुर्सी र सत्ताको अथवा व्यक्तिगत स्वार्थको लागि चाहिँ जे पनि गर्न सक्छन् भन्ने चाहिँ प्रष्ट दृष्टान्त चाहिँ हामीले देख्न सक्छौँ। त्यसैले गर्दा बालेन, रवि र कुलमान भनेको चाहिँ केपी, प्रचण्ड र शेरबहादुरको चाहिँ अपडेटेड अर्थात् परिमार्जित रूप मात्र हुन्। त्यसैले गर्दा चाहिँ नेपाली जनताले चाहिँ सही समयमा नेपाली जनताले चाहिँ सही नेतृत्वलाई चाहिँ चुन्नुपर्ने र मतदान गर्नुपर्ने चाहिँ अत्यन्त आवश्यक भएको हुँदा र आउँदो निर्वाचनमा चाहिँ हाम्रो श्रम पिता अर्थात् श्रमलाई सम्मान गर्ने, देशलाई माया गर्ने, देशको सार्वभौम सत्ता र भौगोलिक अखण्डतालाई चाहिँ सम्मान गर्ने, देशको सीमा रक्षा गर्ने, कोही पनि विदेशी हस्तक्षेपलाई चाहिँ अस्वीकार गर्ने व्यक्ति अर्थात् हर्क साम्पाङ र उहाँको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीलाई चाहिँ बहुमत दिएर सरकारमा पुर्याउनु पर्ने अत्यन्त जरुरी भएको हुँदा चाहिँ सबै नेपालीले चाहिँ सही समयमा आफ्नो मतदानलाई चाहिँ सही सदुपयोग गर्न हुन र अहिले सामाजिक सञ्जालमा विभिन्न किसिमका मिडियाहरूले चाहिँ भ्रम र अफवाहहरू फैलाइरहेको देखिन्छ। उक्त कुनै पनि भ्रममाथि चाहिँ नलागेर देशलाई माया गर्ने र देशको माटोबाट उब्जिएको व्यक्तिलाई चाहिँ मतदान गर्नु हुन विनम्र अनुरोध गर्दै आजको लागि यति नै। हस्त। जय देश, जय नेपाल।